आधुनिक पुस्ताकी अभिनेत्री सुहाना थापा गाउँले परिवेशको दृश्यमा देखिएकी छिन्। भर्खरै सार्वजनिक भएको चलचित्र परालको आगोको गीत उडी जाउँ भने म पन्छी होइन बोलको गीतमा सुहानाको स्वाभाविक अभिनय देख्न सकिन्छ। आगामी वैशाख 11 गतेबाट प्रदर्शन हुने यस चलचित्रमा मुख्य कलाकारहरू सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मन्जिला बानियाको अभिनय रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा प्रकाश सपुत समेत देखिन्छन्। नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ति ठटालको संगीतमा रहेको यस गीत निशु शर्माले गाएकी हुन्। गीतको शब्द रचना मनबहादुर मुखियाले गरेका छन्। यो गीत दशकौं अघि गायिका अरुणा लामाले गाएपछि लोकप्रिय भइसकेको थियो। चलचित्रको निर्माण टिमले अरुणा लामा समर्पित भन्दै यो गीत पुनः चलचित्रमा प्रयोग गरेको हो। गुरुप्रसाद मैनालीको अमर कृति परालको आगोबाट प्रेरित यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सृजना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानिया लगायतले अभिनय गरेका छन्। हरिओम सिने मेकर्स प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलको लगानी रहेको छ भने चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। यस चलचित्रको पाठ संगीतमा किरण तुलाधर, संगीतमा शान्ति ठटाल, सत्यस्वरूप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राणा र प्रकाश सपुतको रहेको छ। गुरुप्रसाद मैनालीको नासो कथा संग्रहमा समावेश कथा परालको आगो 35 वर्ष अघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशन भएको थियो।